यस्तो छ है के भन्नु पछाडि चाहिँ नि ओबी भनिन्छ है अनि यो चाहिँ नि आइमाईहरूले लगाउने साधारण खालको ओबी होइन अनि अहिले म तपाईँहरूलाई एकछिन खोलेर पनि देखाउँछु कि अनि यो तल चाहिँ मैले यहाँ कागजहरू चाहिँ घरभित्र भएकोले होइन बाहिर हतार भयो क्या यो किमोनो आइमाईहरूले लगाउने किमोनो यो छोटो बाउला भएको चाहिँ नि यो के अरे के भन्छ खाङपोन सोसाइहरूमा लगाउने चाहिँ यो चाहिँ साधारण मङ्गी अथवा चिकेसागी हुन्छ होइन ल यस्तो छ है किमोनो अनि यो खुट्टामा तल लगाएको छ नि जोरी भयो होइन अनि यहाँनिर एकदम नियमहरू टन्ने हुन्छ क्या यहाँनिर यहाँभित्र चाहिँ टाँक हुन्छ कि यो टाँक चाहिँ 5वटा भन्ने चाहिँ फर्मल हुन्छ क्या यो आज चाहिँ फर्मल ड्रेस बनाएर गएको क्या मैले बाटोमा आउँदाखेरि यो हावाले उडाएर कपाल पनि निस्किसक्यो कि यो मेरै कपाल आउन चाहिँ ल यस्तो चाहिँ कति देखिन्छ मैले नै देख्न पाउँदिनँ पछाडि त है ल यस्तो छ है अनि किमोनो लगाउँदाखेरि चाहिँ नि यस्तो यो कानमा झुम्काहरू पनि कपाल त पुरा निस्किसकेको छ बाटोमा आउँदाखेरि सुत्थेँ कि पुरै निस्किसकेको छ यहाँ फर्काउनु पऱ्यो मलाई चाहिँ फेरि यो पालि चाहिँ राम्रै बनाइदिएछ कि कुनै कुनै बेला मलाई यो किमोनोको चाहिँ नि कपालै मन पर्दैन होइन थाकेर लखतर हाल भइरहेछ जिउ नै अनि यो कानमा चाहिँ नि खास अब यस्तो झुम्काहरू पनि यो पल बाइक लाउनु हुँदैन पल पनि सानो क्या यो मोती पनि सानो होइन अनि आज चाहिँ मैले आहोस् भनेर अलिकति ठुलै लगाइदिएको पलमै चलिहाल्छ भनेर है यो चाहिँ मेरो किमोनोको ब्याग होइन ब्याग र जुत्ता चाहिँ यहाँ प्राइस सेट हुन्छ क्या यो एउटै सेटमा थियो होइन जुत्ता र ब्याग चाहिँ है अनि किमोनोको ब्यागभित्र चाहिँ के हुन्छ म देखाइदिन्छु है किमोनोको ब्यागभित्र चाहिँ नि खाली राख्नलाई चाहिँ अलिअलि यो एउटा रुमाल अनि यस्तो मोबाइलहरू होइन अनि साइफू भन्नाले पर्सहरू चाहिँ त्यस्तोहरू चाहिँ राख्न चाहिँ मिल्छ होइन अनि धेरै चाहिँ राख्ने होइन क्या यो चाहिँ देखाउने मात्रको ब्याग हो क्या खालि यसरी बोकेर देखाउने यसरी फोटो खिच्नको लागि मात्रको लागि ब्याग हो है ल यस्तो छ किमोनो पोस्टरलाई मलाई चाहिँ स्टाइलले फोटो खिच्न पनि आउँदैन है फेरि